लजिक सिमुलेटर भयो हैन। यसले चाहिँ एन्ड गेट, अर गेट जस्ता बेसिक गेटहरूको सिमुलेसन गर्छ। अहिले चाहिँ हामीसँग एन्ड गेट मात्र छ, यसो प्रोटोटाइप, त्यही हेरेर अरू गेटहरू बनाउनेछौँ हामी। सुरुमा चाहिँ यो डिस्प्ले प्रोब भन्नेमा छ हैन। यसले चाहिँ के गर्छ भन्दाखेरि लजिक कुन आइरहेछ, 0 आइरहेछ कि 1 आइरहेछ भन्ने कुरा देखाउने काम गर्छ। अर्को भनेको पोइन्ट भयो। पोइन्ट भनेको चाहिँ कस्तो भन्दाखेरि जस्तो एउटा एन्ड गेटमा 2 इनपुट एन्ड गेटमा 3टा पोइन्ट हुन्छ, 2टा इनपुट अनि एउटा आउटपुट हुन्छ हैन। त्यसलाई सजिलो गरी देखाउनलाई हामीले पोइन्ट भन्ने क्लास राखेका छौँ। अनि अर्को भनेको जोइन, जस्तो एउटा पोइन्ट छ भिसिसीबाट हामीले +5 भोल्ट दिइरहेछौँ भने अब त्यसलाई चाहिँ हामीले एन्ड गेटको एउटा इनपुटमा हाल्नुपर्ने छ भने त्यो दुईटा पोइन्टलाई यसले जोइन गरेर दुईटाको एउटै सिग्नल जस्तो 1 सिग्नल गरिदिन्छ हैन। त्यसपछि अर्को भनेको सोर्स भनेको अघि भने जस्तै त्यो भिसिसी भोल्टेज सप्लाई दिनलाई एउटा क्लास बनाएको हो। अनि त्यसपछि अर्को गेटको क्लास छ हैन। अब गेट हामीले 3-4वटा गेटलाई फरक क्लास, जस्तो एन्ड गेटको एउटा क्लास, अर गेटको एउटा क्लास गर्नुको सट्टा सबै गेटहरू एउटै क्लासमा गरेका छौँ। अब यसले चाहिँ त्यसमा चाहिँ अघिको क्लासबाट आएको 3टा पोइन्ट हुने वस्तु हो हैन। जस्तो एन्ड गेटमा गर्नलाई एउटा इनपुट ए, इनपुट बी, इनपुट अनि एउटा आउटपुट भयो। यो चाहिँ कन्स्ट्रक्टर भयो। अनि यो चाहिँ फङ्सन जसले मेन काम गर्छ एन्डको, यति सानो छ हैन। त्यो चाहिँ इनपुट ए र इनपुट बीलाई एन्ड गर्छ, भयो भने 1 पढाउँछ, नभए 0 पढाउँछ हैन। त्यसपछि यो भनेको चाहिँ यसो ब्लक डायग्राम डिस्प्ले गर्नलाई एन्ड गेट चुज गरेपछि हैन, युजर अप्सनमा। त्यसपछि यो इनपुट गर्नलाई एउटा फङ्सन बनाएको, स्ट्रिङ रिटर्न गर्छ। अनि एउटले क्यारेक्टर बाई क्यारेक्टर एन्ड इन्टरनल जुन जेलसम्म क्यारेक्टर लिइरहन्छ अनि इनपुटमा स्टोर गर्छ अनि इनपुट रिटर्न गरिदिन्छ। अर्को त्यसरी नै गेटको नाम इनपुट गर्नुको सट्टा पोइन्टको नाम इनपुट गर्छ हैन यसले, कुन पोइन्टमा जोड्ने। अनि अघि भनेकै जस्तै फरक गेटहरूलाई फरक क्लास गर्नु सट्टा एउटा गेट भन्ने क्लास गरेर एन्ड अब्जेक्ट, अर अब्जेक्ट र नट अब्जेक्ट बनाउँछौँ। अब एउटा सर्किटमा त धेरै एन्ड र अर गेट हुनाले सबैलाई 100वटा एरे बनाउँछौँ हैन, अब्जेक्ट। त्यसपछि यो भनेको चाहिँ कतिवटा गेट बनाउँ भनेर काउन्टको लागि जे राखेको। अर्को भनेको अघि भने जस्तै एउटा पोइन्ट क्लासबाट एउटा भिसिसी अनि जसको भ्यालु चाहिँ 1 हुन्छ, 1 सिग्नल पठाउँछ त्यसले, ग्राउन्ड जसको 0 सिग्नल, अनि एउटा स्विच, एउटा प्रोब। अनि अघिको इनपुट फङ्सनबाट आएको स्ट्रिङलाई चाहिँ हामीले फेरि यसरी इनपुट गरेका छौँ, त्यो रियुजेबिलिटी होस् भनेर। त्यही कुरा यहाँ पनि गर्न मिल्थ्यो, तर फङ्सनमा हामी फेरि चलाउन मिल्यो। अनि अर्को इफ इनपुट इक्वल टु एन्ड, अब हामीसँग एन्ड गेट मात्र छ अहिले, त्यही भएर एन्ड गेट मात्र लिन मिल्यो हैन। इनपुटमा एन्ड थिएछ नि चाहिँ यो सेक्सनमा आउने भयो, एउटा काउन्ट बढ्ने भयो हैन, एउटा एन्ड सेट गरेपछि एउटा गेट बढ्ने भयो। अनि त्यो गेट अघिको ब्लक डायग्राम डिस्प्ले हुने भयो। त्यसपछि अब इनपुटमा कुन सिग्नल पठाउने भन्छ, जस्तो इनपुट एमा चाहिँ हामीले भिसिसी गर्यो भने भिसिसी र एउटा इनपुट ए जोइन हुन्छ हैन, अघिको जोइन फङ्सनबाट। त्यसरी नै ग्राउन्ड गऱ्यो भने ग्राउन्डमा त्यो जोइन हुन्छ। त्यसरी नै इनपुट बीलाई पनि त्यही हो हैन, भिसिसीमा गर्ने, ग्राउन्डमा गर्ने। त्यसपछि आउटपुटमा पनि त्यही हो हैन। आउटपुटमा चाहिँ प्रोबमा छ हैन, त्यस्तो जस्तो आउटपुटबाट त हामीले लजिक हेर्छौँ नि त 0 कि 1 आउँछ हैन। त्यसलाई चाहिँ प्रोबमा इनपुटमा प्रोब लेख्नुपर्छ, अनि त्यसले लजिकमा वाइ कति आयो भनेर देखाउँछ। अनि त्यसपछि लास्टमा त्यही डिस्प्ले गर्ने के आउँछ सिग्नल। अब यसको आउटपुट हेरौँ। जस्तो कुन गेट चुज गर्ने हुन्छ, हामीसँग एन्ड मात्र छ अहिले। एन्ड गऱ्यो, एउटा ब्लक डायग्राम जस्तो देखायो हैन, एबिवाई। अनि -1 भनेको चाहिँ अहिले के भएको छैन, त्यही भएर -1 देखाएको हो। अनि एउटा पोइन्ट हुन्छ जस्तो हामीले भिसिसी हाल्ने माग्यो हैन, अनि अर्को पोइन्ट ग्राउन्ड हाल्ने माग्यो। अनि आउटपुट कहाँ लिने भन्दा प्रोबमा लिने। अनि भिसिसी र ग्राउन्डको एन्ड गेट भनेको 0 आउँछ। अनि फेरि अर्को इनपुट दिएर हेरौँ हैन, जस्तो एन्ड गेटमा दुईटै भिसिसी हेरौँ, 1 आउनु पर्ने हो, 1 आयो।